यो हर्खेको हर्कत देख्दा पनि हाँसो लागेर आउँछ। अझै प्रधानमन्त्री चाहियो भन्दै उफ्रिँदै हो। जो व्यक्ति आफै न्यूनतम अनुशासन र नियम पालना गर्न सक्दैन, उसले भोलि देशको त्यो नेतृत्व पायो भने देशलाई त 24 घण्टामै भद्रगोल बनाइदिन्छ त, होइन? नेतृत्व भनेको सडकमा जस्तै संसदमा पनि 24 घण्टा घाँटीका नसा फुलाएर उफ्रिनु, अराजकता फैलाउनु मात्रै हो र? सरकारले आफ्नो ठाउँमा काम गरिरहेको छ, प्रश्न सोध्ने, जवाफ माग्ने पनि एउटा मर्यादित तरिका र थिति हुन्छ नि, होइन र? तर यहाँ त जवाफ चाहियो भन्दै दिनदिनै संसदमा रङ्गमञ्च बनाउने र आफूलाई कलाकार सम्झिने र त्यस्तो खालको भ्रम पालिएको छ जस्तो लाग्यो कि उहाँ हाम्रो साम्पाङजीलाई। आफूलाई अर्को साम्पाङ सम्झेर सस्तो पपुलारिटीको पछि लाग्नेहरूले बुझुन् कि जनताले तपाईहरूको संसद नीति र कानुन बनाउन पठाएका हुन्, फेसबुक र टिकटकका लागि कन्टेन्ट बनाउन होइन। जो आफै अनुशासनको कखरा जान्दैन, अरूले उसलाई उपदेश दिएर हिँड्नु पनि एउटा जोक जस्तै हो। यो कुरा पनि जान्दा हुन्छ। यो प्रविधिका अन्धभक्त समर्थकहरू मलाई गाली गर्न आउनुहोस्, म तयार छु। तर सत्य यो कुरा हो कि अराजकताले देश बन्दैन। देश चलाउन स्टन्ट होइन, पहिले आफू अनुशासनमा बस्न सिक्नुपर्छ र सरकारलाई कतिखेर प्रश्न गर्ने हो त्यो कुरा सबै नीतिमा, नियममा र एउटा यत्रो किताब दिएको हुन्छ नि तपाईँहरूलाई, त्यहाँ सबै कुरा लेखिएको छ। त्यही अनुसार बस्नु। नत्र हामीले सधैँभरि तपाईँको जोक मात्र देख्छौँ, त्यहाँ राम्रो कुरा बोल्नुहोस् या नबोल्नुहोस्, हामीलाई केही मतलब छैन। बुझ्नुभयो होला नि? धराने जनता मात्रै देशको पुरै होइन, 182 सिट जितेर आएका ती संसदहरूका पनि जनता छन् छुट्टै। उहाँहरू त आनन्दले बस्नु भएको छ। त्यस्तै गरी नेपाली काङ्ग्रेसका उहाँहरूको पनि जितेर आउनु भएको छ, उहाँहरू पनि मजाले बसिरहनु भएको छ। अर्को एमालेको पनि मजाले बसिरहनु भएको छ, उहाँहरूको पनि कति जनता छन्, होइन र? जय देश।